तपाईँले आफ्नो मोबाइलमा रहेको एपहरू छ जुन, यसलाई तपाईँले सबैलाई होइन, कुनैलाई आफूले चुज गरेर लक गर्न चाहनुहुन्छ। तपाईँको मोबाइल अनलक भए पनि तर ती एप्लिकेसनहरू भने कसैले हेर्न नसकोस्, तपाईँको मोबाइल अरूले पाउँदा, अरूले चलाउँदा भनेर कुनै एप्लिकेसनहरूलाई लक गर्न चाहनुहुन्छ भने एकदमै सजिलो छ। त्यसको लागि तपाईँले आफ्नो मोबाइलमा रहेको सेटिङ्समा जानुहोस्। त्यसपछि यहाँनिर स्पेसल फिचर्स यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईँले यहाँनिर एप लकको अप्सन पाउन सक्नुहुनेछ। यसमा क्लिक गरेर अब तपाईँले यहाँनिर लक सेट गर्नुहोस्, कति लक राख्ने। त्यो सेट गरिसकेपछि एप लकको अप्सन छ माथि, यसलाई अन गर्नु होला। यसलाई अन गरिसकेपछि तपाईँले अब कुन एप्लिकेसनहरू एपहरू लक गर्न चाहनुहुन्छ तपाईँले यहाँनिर अन गरिदिनु होला। तपाईँले यहाँनिर चुज गरेर अन गरिदिनुहोस्। त्यसपछि अब के हुन्छ, अब यहाँनिर तपाईँले अन गरिसकेपछि जस्तै तपाईँले ब्याक गरेर होम पेजमा जानुभयो। अब यहाँनिर तपाईँले ब्याक गर्नुभयो, त्यसपछि होम पेजमा जानुभयो। जस्तै यहाँ डायलरको ओपन गर्न लाउनुभयो, त्यसपछि यहाँनिर लक नहानिकन ओपन हुँदैन, देख्न सक्नुभयो। यसरी नै तपाईँले आफ्नो फोनमा पनि लक गर्न सक्नुहुनेछ आफ्नो इच्छाअनुसार। यस्तै भिडियोको लागि लाइक, कमेन्ट, सेयर एन्ड फलो गर्न चाहिँ नभुल्नुहोला।